यदि हजुरहरू ड्राइभ गर्ने सोचिरहनु भएको छ तर ड्राइभ गर्न डर लाग्छ, कन्फिडेन्ट आउँदैन हैन भने अब त्यो ड्राइभ गर्दै गएपछि कन्फिडेन्ट बढ्ने हो है। डरलाई चाहिँ साइडमा लगाउनु पर्छ, बिस्तारै सिक्दै जाने हो। अनि अर्को भनेको चाहिँ जब हजुरहरूले ड्राइभ गर्नुहुन्छ नि, सबभन्दा बढी खुसी र प्राउड चाहिँ हजुरको सन्तान हुन्छन् क्या, छोराछोरीहरू। आज म कति पछि ड्राइभ गरेर निक्लेको, अब बाबा घरमा त काम गर्ने हो हैन, प्राय सँगै हिँडिरह हुन्छौँ, जहाँ जाँदा नि बाबाले ड्राइभ गर्ने हो। अनि म गर्छु भन्यो भने नि अब त्यही हो क्या, केटा मान्छे पर्दैन बस बस भन्ने हो, अनि म नि बसिदिन्छु। तर जब जब म ड्राइभ गर्छु नि, यो सानी ठुली नै यति खुसी हुन्छन्। आज पनि कसले ड्राइभ गर्छ भने सानीले म ड्राइभ गर्छु भनेको, अफकोर्स यु क्यान ड्राइभ रे क्या। सो प्राउड अनि मोटिभेट गर्छन्, बच्चाले सपोर्ट गर्छन्। उनीहरूलाई खुसी राख्नको लागि भए पनि, उनीहरूलाई प्राउड गराउनको लागि भए पनि यु क्यान ड्राइभ। स्पेसली हजुर मम हुनुहुन्छ भने चाहिँ झन् यु गाइज निड टु ड्राइभ, तर केयरफुल भएर हैन, सिक्दाखेरि गरेर ड्राइभ गर्नुहोस्, साँच्चै भनेको।